एआई को मैले केही सानो नोटहरू चाहिँ गरेका थिएँ र यसमा खास गरिकन मेसिन लर्निङ, डिप लर्निङ, जेनेरेटिभ एआई र न्यारो एआई हुँदो रहेछ। लर्न गर्ने भनेको तपाईँलाई थाहा छँदैछ, हामीले कोइन गरेको कम्प्युटरले सम्पूर्ण डेटाहरूलाई कम्प्युट गर्छ, त्यसलाई पर्मिटेसन, कम्बिनेसन र एल्गोरिदममा लिएर जान्छ र अहिले एल्गोरिदम भन्ने अलिकति बढी हिट पनि छ, त्यो गएर चाहिँ त्यसले एउटा मेसिन एआई जेनेरेट गर्छ भने डिप लर्निङले खास गरिकन यसले चाहिँ फेसहरू, भोइसहरू रिकगनाइज गर्छ। त्यसपछि गएर जेनेरेटिभ एआईले जेनेरेट गर्छ, कोड बेसमा गएर जेनेरेट गर्छ भिजुअल, फोटो, तपाईँले चाहनुभएको स्क्रिप्टहरू जेनेरेट गर्छ भने न्यारो एआईले सिरी र एलेक्ट्रा जस्ता चिजहरू जसले फेस रिकग्निसनहरू गर्छ। र यो एआई सम्बन्धी 4 पोइन्ट पनि मैले एआईबाटै कम्प्युटरमा खोजेर अहिले म तपाईँहरूलाई भनिरहेको आर्टिफिसियल इन्टेलिजेन्स र आर्टिफिसियल इन्टेलिजेन्सको बिचमा ह्युमन टच भनेको साह्रै ठुलो महत्त्वपूर्ण हुन्छ। मसिनले संसारमा विन गर्न सक्दैन, जुन कुरा अहिले भर्खरै पनि त्यहाँ हामीले देखिरहेका थियौँ। मसिनलाई मानिसले नै बनाउने हो, तर त्यसले एकैचोटि छोटो समयमा हाम्रो भन्दा बढी चिजहरू गरिदिन सक्ने भएको हुनाले र खास गरिकन नेपालको चलचित्र, चलचित्र सबै ठाउँमा जहाँ प्रयोग हुन्छ ती ठाउँहरूको ससाना 10 सेकेन्डका स्निपेट्सदेखि लिएर 2 घन्टाका फिल्मसम्म बनाउनका लागि कति सालसम्म संसार तयार हुन्छ र प्रत्येक सेकेन्ड एआईमा परिवर्तन भइरहेको छ। यसमा आफूलाई कोप गर्न सक्ने मान्छे मात्र अगाडि बढ्छ, तर पनि बेसिक जानकारी भएन भने अब पछि न निर्देशन भनेको जस्तो गर्न सकिन्छ, न एडिटिङ भनेको जस्तो गर्न सकिन्छ, न कलर करेक्सन भनेको जस्तो गर्न सकिन्छ, न अभिनयले भनेको जस्तो गर्न सकिन्छ। किनभने एआईले यो हाल्छ, तैँले यसमा फिट हुने गरी अभिनय गर भन्दाखेरि उसले त्यहाँ फिट हुन पर्ने हुन्छ। Everybody associated with film fraternity को कुनै पनि एंगलमा they need to be sharp enough. They must not be master of that AI, but they must know the basic technicalities when you can incorporate yourself. अनि यो चाहिँ पनि एआईबाट भने अनि मैले पढेको हो अनि मेरो एक्सपिरियन्स भएको। एनीवेज यो कार्यक्रम आयोजना गर्नका लागि नाइफाले गरेको छ। मेरो मित्र करुण थापा मेरो कलेजको साथी हुनुहुन्छ, अनि त्यस्तै हाम्रो मौसम भाइ उहाँ मेरो जुनियर भाइ साथी हुनुहुन्छ, उहाँहरू हुनुहुन्छ, शिवकुरीजी हुनुहुन्छ, अनि अरू साथीहरू पनि अहिले यहाँ भिडियो पनि देखाइएला र उहाँलाई धन्यवाद दिन्छु। र खास गरिकन सिकाउने अथवा भन्ने मान्छे भने उहाँहरू अन्तिम सत्य पनि हुन्, उहाँहरू पनि लर्निङ गरिराख्नु भएको छ, तर उहाँहरू हामीभन्दा धेरै लर्न गरिसक्नु भएको छ। त्यस कारण हामी उहाँबाट सिक्छौँ। कतिपय कुरा साधारण कुरा हामीले मोबाइलले पनि देख्छौँ र यस्तै होला भन्ने लाग्छ, तर त्यस्तो पनि हुँदैन। तपाईँले 2 दिनमा सबै नसकेला, तर बेसिक स्ट्रक्चर यसबाट सकिन्छ। पोखरामा हुने नेपाली चलचित्रको एउटा विशेष शिविरमा पनि हामी फेरि 5 दिनको स्पेसल क्लासेस गर्नेछौँ, किनभने अब एआई नचाहेर पनि चाहेर पनि सिक्नै पर्ने हुन्छ। आज हाम्रा हजुरबुवा हजुरआमाले यसमा भएका एआईलाई नर्मल एआई पनि उहाँहरूले प्रयोग गर्न सक्नुहुन्न र आफ्नो नातिलाई यो यसो गरिदिए त भनेर भन्नुहुन्छ नि। हो, भोलिको दिनमा हामी पनि आउटडेटेड हुनेछौँ। जसरी जुरासिक पार्कमा मात्रै देखिन्छ ठुल्ठुला बडेमानका सरीसृपहरू, डायनोसरहरू, संसारका सबैभन्दा शक्तिशाली र सबैभन्दा बलवान ठुला चिजहरू समयअनुसार डार्विनको थ्योरीमा हामीले पढे अनुसार उनीहरू बिस्तारै नेथलाइज हुँदै गए। किन सकिए भन्दा सर्भाइभल अफ द फिटेस्ट भएन। अब हामी पनि फिट भएन भने आजको 5 years डाउन द लेन तपाईँ जतिसुकै राम्रो सिनेमा बनाउनुहोस्, जतिसुकै राम्रो कथा लेख्नुहोस्, जतिसुकै राम्रो तपाईँ अभिनय गर्नुहोस्, ती चिजहरूबाट बिस्तारै नयाँ पुस्ताले, नयाँ पिँढी लिएर एआई जेनेरेसनले संसारको बिजनेस, सिनेमा बिजनेसलाई हात लिनेछ। त्यस कारणले वाक्क लागे पनि नबुझे पनि जानेकै कुरा आए पनि त्यसलाई राम्ररी ध्यान दिनु होला, किनभने जानेको कुरा पछाडिको 2टा पोइन्ट हुन्छ नि, त्यसले नै सबैभन्दा सुन्दरताको सृजना गर्छ। उदाहरणको लागि ऐश्वर्या रायलाई अढाई घन्टा 3 घन्टा मेकअप गर्न किन समय लाग्यो? ऊ त एकदमै संसारको सबैभन्दा सुन्दरी महिला फुर्ती निस्के हुने हो नि त, होइन? अहिले निस्किने हुने हो नि त। त्यो त अलिक कम सुन्दर भएको महिलाहरूले चाहिँ एकदम 3 घन्टा गर्नुपर्ने होला नि त, होइन? जति सुन्दर भए पनि यो कपाल यसो यता घुमाउने, परेला यसो यता गर्ने, यहाँबाट एउटा पनि देख्ने होइन, यहाँबाट यसो गर्ने, फेरि यता गरेर यहाँ बाँध्ने, अथवा यहाँ बाँध्ने, लिपस्टिक लाइनर कुन लाउने, कलरसँग सुहाएको छैन, कुण्डल कुन लाउने, आँखा कुन लाउने, हरेक माइनर काम गर्दा गर्दा मात्रै ऐश्वर्या रायले 2.5 घन्टा काम गर्यो र ऊ एउटा सुन्दरी भएर निस्किन्छ।
हामीले पनि हाम्रा सिर्जनाहरूलाई ऐश्वर्या राय सम्झौँ। भाइले तलै पऱ्यो ऐश्वर्या राय अप्सेसनै छैन। एआईको यो कुराहरू तपाईँहरू राम्ररी ज्ञान हासिल गर्नुहोस् र तपाईँहरूसँग म सिक्छु, किनभने मसँग चाहिँ अहिले समय भएन। म चाहन्छु चलचित्र विकास बोर्डले अहिले गरिरहेका थुप्रै ट्रेनिङहरू कन्टिन्युस गरिरहेको छ। त्यो ट्रेनिङहरूमा निर्देशक साथीहरू वेबर जान्नेभन्दा जान्ने साथीहरू पनि आएर ट्रेनिङ लिँदाखेरि फाइदै हुन्छ भन्ने मलाई लाग्छ। यति भन्दै म यहाँबाट बिदा हुन्छु।